So hello guys, good morning. Long time no see. So finally I am back with my another video. So आज चाहिँ म चाहिँ टोकियोमा स्पेशल न्यू इयर मनाउनको लागि चाहिँ टोकियो आएको छु बुढो माहौल फर द फर्स्ट टाइम अनि मेकअप सेकअप गरेर म रेडी भइसकेको छु र यता हुनुहुन्छ मेरो प्यारी माइजु. सो हेलो माइजु, वेलकम. हेलो कस्तो लागिरहेछ? फिलिङ ह्याप्पी? या यता चाहिँ मेरो बहिनी जसलाई जति मेकअप गरे पनि हुँदैन हुने अनि यता चाहिँ सुतेको सुतै गर्ने उठ भन्दाखेरि उठ्दैन म सुत्छु भन्ने मिट एनदर गर्ल हल्का उ साई छ सो ऊ चाहिँ भिडियोमा खोज्दैन. एन्ड गाइज सो म कस्तो देखेको छु जस्ट कमेन्ट बिलो डाउन होइन. अनि त्यसपछि अब चाहिँ हामी बाहिर निस्किने बेलामा भिडियो बनाउँछौँ. अहिलेको लागि चाहिँ म फेरि बिदा हुन चाहन्छु. बाई गाइज, सी यू. गाइज मैले हजुरहरूलाई बाई बाई त भन्न थालेको थिएँ तर हजुरहरूलाई हेर्नुहोस् यो नजारा होइन. यस्तो नजारा देख्नको लागि चाहिँ यु हेभ टु कम टु टोकियो होइन. सो यहाँ चाहिँ ट्रेन जान्छ. अब ट्रेन जाँदाखेरिको पनि आई विल अपलोड अ भिडियो. अहिले चाहिँ ट्रेन आएको छैन सो आई एम गोइङ टु मेक अ वान टिकटक भिडियो. सो गाइज हामी चाहिँ भर्खर निस्क्यौँ. अब पहिला चाहिँ हामी सिनोकुको जान्छौँ किन भन्दाखेरि मामाहरूलाई चाहिँ त्यतातिर धेरै नेपाली हुनुहुन्छ सो वी हेभ टु सो देम. अनि यता हुनुहुन्छ मामा. सो मामालाई चाहिँ मैले इन्ट्रो दिएको थिएन. सो मामा हेलो, नमस्ते. गुड मर्निङ. कस्तो फिल भइरहेछ? ह्याप्पी न्यु इयरमा ह्याप्पी फेस लिएर मामा चाहिँ हिँड्नु भएको छ होइन तलक्क. ओके सो यतातिर चाहिँ बहिनी अनि उता मिस. हेलो, वेलकम गाइज. यु गाइज आर सो लक्की के मेरो भ्लगमा आउन पाउँदा हो नि. अगाडि आएर गाइज हामी चाहिँ भर्खर अकुबो झऱ्यौँ अनि यहाँबाट चाहिँ हामी सिन अकुबो जानेछौँ. धेरै नबोला मेरो भ्लग हो, मेरो भिडियो म बोल्छु यहाँ अहिले. सो हामी चाहिँ भर्खर अकुबो झऱ्यौँ. यहाँबाट चाहिँ हामी सिन अकुबो हुँदै रेस्टुरेन्टमा जानेछौँ. फेरि अर्को माहौल जाँदैछौँ. टोकियोभरि माहौलै माहौल छ मेरो चाहिँ होइन. बुढो माहौल विशेष बुढो माहौल हो यो चाहिँ. सो वी हेभ टु किप क्वाइट. इट्स ओके, नो प्रब्लम. सो अहिलेको लागि चाहिँ बाई बाई. सो guys, we are finally in Sinokubo with my handsome mama. Oh, hello, morning. Now we are visiting. You said two time morning, so yes. You don't have to. Okay, we said that. Okay. So that is necessary in our conversation, right? Conversation. I know, but how do you feel? Oh, I am now happy. I am so very happy. You're very happy. When we meet our Didi, Benajo, Banji, that's why I enjoy in this period. Okay. No, not period. It's place. Okay. Yes, it's place also, period also. Okay, you have to improve your grammar first of all. Yes. Okay, then you have to come with me to talk with me in English. Okay, because I'm very perfect. Oh, you perfect. That is your also. That is no. You know say that. Yeah. Okay. So यति नै भनौँ अहिलेको लागि. होइन अरू पनि भनौँ. So guys, just ignore our English. We are not good at English. Yes. But we are perfect in Japanese. I am perfect in Japanese, not him. So I am perfect in Nepalese, our language, our culture. I am also, by the way. So अहिलेको लागि चाहिँ हामी चाहिँ बिदा हुन्छौँ होइन त मामा? केही भन्नु छ अरू केही? Anything you want to say? Yes. I say my भांजी is very चुतुर-पुतुर करता है. इस चुतुर-पुतुर करना नहीं पड़ेगा. शांत रहो, मस्त रहो, स्वस्थ रहो, व्यस्त रहो. त्यो भन्न चाहन्छु भान्जी है. थ्याङ्क यू सो मच मामा. सो अहिले चाहिँ हामी बिदा हुन्छौँ. सो बाई साथीभाइहरू. यता चाहिँ बेदको कुरा हुँदैछ अनि यता चाहिँ के भन्नुभयो भन्दाखेरि कतिवटा बेद हुन्छन् अरे? 18वटा. यता फेरि यता चाहिँ 4 अरे. यहाँ चाहिँ फाइटिङ हुन सुरु भयो होइन. फाइटिङ चाहिँ नगरौँ भन्ने चाहिँ मेरो एउटा उद्देश्य हो. हजुर हाम्रो यस्तो छ यहाँ हेर्नुहोस् लेखेर. हजुर हो. त्यहाँ के बेदमा के भनेको छ नि एउटा अब बेदको कुरा त्यस्तै हो. अब चाहिँ चाउमिन आउँदैछ, हामीले चाहिँ चाउमिन खानेछौँ. अहिले चाहिँ म बिदा हुन चाहन्छु. सो गाइज अब चाहिँ हामी यहाँ नास्ता सस्ता खाएर बुढो माहौल होइन. अब चाहिँ हामी जाँदैछौँ सुइदाबासी. यहाँ देखाउन चाहन्छु मेरो क्यामेरामा आउन खोज्दै हुनुहुन्छ. यता बुवा आमा, उता चाहिँ मामा माइजू, आर्की माइजू पनि हुनुहुन्छ. सबै मामा माइजू बुढो माहौल आएको छु. अब चाहिँ हामी चाहिँ जाने तयारी छौँ. यता मामालाई फेरि जानै मन छैन
हैन म अब चाहिँ हामी जान्छौँ सो हामी चाहिँ अब सुविधावासी पुगेपछि हामीले भिडियो गराउनेछौँ साथीभाइहरू हामी चाहिँ आइपुगेका छौँ सुविधावासी सो वी आर गोइङ टु टोकियो सुविधावासी अब चाहिँ यसो हामी त्यो सुविधावासी घुम्छौँ अनि हामी चाहिँ फेरि फर्केर विनो जान्छौँ सो विनोमा गएपछि हामी चाहिँ हाम्रो फ्यामिलीहरू होइन ग्यादरिङ छ सो हाम्रो ग्यादरिङको पनि कुरा गरिसकेपछि हामीलाई चाहिँ हिजो ग्यादरिङको स्पेलिङ थाहा नभएर स्पेसल हामीले च्याटजिपीटीलाई सोधेको थियौँ त्यो पनि भुल्ने छ होइन कहिले कस्तो हुन्छ होइन सबै जानेको हुँदैनन् मान्छेले होइन फेरि धेरै जानेपछि फेरि सामान्य कुराहरू चाहिँ हामीले बिर्सिन्छ के होइन त्यही नै हो होइन मामा हो नि एकदम रियली त्यही हो यस सो गाइज we are in Tokyo Dome आइपुगेका छौँ हामी अनि फोटो हाम्रो खिच्छौँ सांगीतिक प्रस्तुति दिनको लागि हाम्रो भान्जी शुभेच्छा खराल क्यामेरामा उपस्थित हुनुहुन्छ भने म साइडमा प्राविधिक मित्रको रूपमा काम गरिरहेको छु विशाल भण्डारी सो हामी चाहिँ आइसकेका छौँ टोकियो यु क्यान सी यस्तो छ यहाँको माहौल आज चाहिँ खासै धेरै मान्छे हुनुहुन्न सो वी विल सुट अ फोटो ओके हजुर हामी चाहिँ यहाँ हेर्नुहोस् थाङ्ला पटेक्रा राखेर हामीले चाहिँ भर्खरै फोटो सुट गरिसक्यौँ त बुवाले हाम्रो खिचिदिनु भयो फोटो थ्याङ्क यू सो मच अमेरिकन बुवा थ्याङ्क यू सो मच सो गाइज फाइनली वी आर इन विनो सो अब चाहिँ हामी हाम्रो फ्यामिलीहरूसँग भेटघाट हुनेछ त्यसपछि चाहिँ वी विल हेभ सम ब्रेकफास्ट लन्च देन हामीले चाहिँ खाइसक्यौँ अब मम्मीहरूले के गर्नुभयो वी डोन्ट नो सो हामीले खिर ल्याएका छौँ म्याङ्गो ल्याएका छौँ अचार ल्याएका छौँ सो धेरै भेराइटी अप्सन छ कि हामीले नै बनाएर बिहान उठेर भोक लाग्ला भनेर होइन दया माया गरेको हो अब त्यही त नि अब हामी विनो गएर वी विल मेक भिडियो होइन त्यही भिडियो बनाउनु त काम हो मेरो हो कि सो गाइज यु क्यान सी कति साह्रो भिडभाड छ अनि फाइनली वी आर इन विनो सो आइ विथ मामा सो मामा भन्छ अलवेज रक एभ्री वान सक हो सो अब चाहिँ कता जाने भन्ने कुरो सो लेस मी थिङ्क वेयर वी आर गोइङ तर जता गए पनि इन्जोय नै गर्ने हामीले होइन हामी इन्जोय गर्न जन्मेका हो सो उता पनि जान्छौँ हामी चाहिँ ओके सो या सो गाइज फाइनली वी आर इन विनो पार्क एन्ड त्यसपछि हामी चाहिँ फ्यामिलीहरू मिटअप हुन्छौँ देन आई विल मेक अ भिडियो हामी 2-4 मिनेटको बादमा हामी फेरि पनि हजुरसँग आउनेछौँ सो स्टे ट्युन सो गाइज सो हामी विनो पार्कमा आइसकेका छौँ यु गाइज नो देन अब चाहिँ हामी चाहिँ पानी उस हर्नेवाला जस्तो टाइपमा जाँदैछौँ मम्मीहरू चाहिँ उता हुनुहुन्छ अरे वाट इज सेड राइट सो गाइज मामा भान्जी गफ गर्दै हामी चाहिँ जाँदैछौँ अनि आज चाहिँ हामीलाई थकै लाग्दैन किन भन्दाखेरि 2 दिनको जिन्दगी हो हाँस्नु पर्छ रमाउनु पर्छ कमाउनु पर्छ उडाउनु पर्छ अनि हामीसँग फेरि त्यो पनि हो है अनि फेरि हामीलाई चाहिँ यो जस्तो जापान छ त्यस्तै नेपाल भइदिउँथ्यो भने चाहिँ हामीलाई एकदम छ कि एभ्रिथिङ एकदम रिच छ कि यहाँको डिसिप्लिन सबै कुराहरूमा यहाँको प्रशासनिक काम कारबाहीहरू भौतिक संरचनाहरू सबै कुराले चाहिँ फड्को मारेको यो देश जापान नेपालभन्दा पहिले अति गरिब देश हो तर अहिले नेपाल कहाँ छ यो जापान कहाँ फड्को मारिसक्यो धेरै अन्तर पायौँ यो विषयमा नि हामीले चाहिँ आफ्नो चाहिँ धारणा राखेर केही लेखहरू लेख्ने नै छौँ त्यसको पनि प्रतीक्षा गर्नु होला हामी देशप्रेमी भएको कारणले यस्तो हामीले जापान जस्तै चाहिँ जापान बनाउँदैनौँ कि जापानले त आफ्नो तरिकाले जापान बनायो हामीले त हाम्रै तरिकाले हाम्रै भनौँ न हाम्रै कल्चरलाई एकदमै देखाउने झल्को मेटाउने तरिकाले हामीले चाहिँ नेपाल बनाउन चाहन्छौँ कि सो अब अहिले त इम्पोसिबल छ किन भन्दाखेरि हामी दुईजना विदेशमा छौँ अहिले हामी बुझे पनि यिनीहरू झोले हुन् यिनीहरू कसले बोल्न लागेर बोलेका हुन् भन्नुहुन्छ किनकि अहिले बेला नै यस्तै छ कि होइन एउटा मान्छेले यो भनिदियो भने हामी सब नेपालीहरू त्यो कुरा हो भन्छौँ न केही प्रुफ छ न केही होइन त्यतिकै भन्छौँ भनेपछि दौडिरहेको हुनुहुन्छ हामी त्यही सत्यतालाई अङ्गाली मान्छे हो भन्न न हामीले अब सत्यतालाई ल्याउनको लागि
अब आउने 10 वर्षपछि हामी आउने हामीले छौँ 10 वर्षपछिको सपना देखिरहेका छौँ हामीले तत्काल के भयो कसो भयो हामी भिडको पछाडि होइन हाम्रो आफ्नै विचार छन् आफ्नै सिद्धान्त छन् त्यो अनुसार अगाडि बढ्छौँ हामी मामा भान्जी तो लिएर चाहिँ हामी आउने छौँ अवश्य पनि अब इन्तजार गर्नुपर्छ होइन इन्तजारको फल फेरि धैर्यता गर्नुपर्छ धैर्यताको फल फेरि साह्रै मिठो हुन्छ होइन अनि फेरि हामी विदेशबाट आउँदाखेरि यो विदेशी नारी घ्यानझ्यान भन्नु होला हेर्नुहोस् हामी फेरि सच्चा देशप्रेमी हो आज न्यू इयर भए तापनि हामीलाई न्यू इयर लागेको छैन कि हामी पारिवारिक भेटमा छौँ त्यो हो नि त कुरा हामीले ह्याप्पी न्यू इयर भनेका छैन हामीले अङ्ग्रेजी नयाँ वर्षको शुभकामना भनेको जस्तो त्यो हो नि त मेन कुरा चाहिँ त हो होइन त्यसैले अब हामीले चाहिँ यति कुरा गरौँ धेरै देशको बारेमा पनि नबोलौँ होइन अब हामीलाई थाहा छ हामी नेपाली बस हामीलाई देश कतिको प्यारो हुन्छ हामीले परिवर्तन चाहन्छौँ अवश्य पनि हो होला होइन जेन्जीको दाइ र जेन्जीको दिदी जेन्जी नै दिदी है जेन्जी दिदीले चाहिँ परिवर्तन ल्याउनेछौँ होइन भन्ने आशाका साथ अहिले चाहिँ म बिदा हुन्छु ल धेरै बोल्नु गाइस सो वी आर फाइनली इन विनो पार्क अनि यता हुनुहुन्छ हाम्रो अर्को मामा मभन्दा यति ठुलो हाइटमा है बहिनी हेलो यता चाहिँ हुनुहुन्छ आमा नमस्ते हेलो मेरो ब्लगमा स्वागत छ हजुरहरूलाई धन्यवाद भन्नु के सो हामी यतै छौँ सबैजना सो साथीभाइहरू हामी चाहिँ जू होइन हामी विनो पार्कमा फोटोसोटो सुट गरेर वी आर ब्याक हामी चाहिँ अब यता अगाडितिर यसो घुमघाम गर्छु अनि त्यसपछि हामीलाई चाहिँ जूमा जाने अनि बोट चढ्ने भन्ने चाहिँ हाम्रो प्लानिङ छ तर लेट्स के हुन्छ सो अब चाहिँ हामी त्यतैतिर जाँदैछौँ सो वी आर गोइङ देयर ओके मामा एनिथिङ यु वान्ट टु से गाइस भनिदिनुहोस् मेरो युट्युबलाई सब्सक्राइब गरिदिनु like comment share and don't forget to subscribe my YouTube channel so guys हामी चाहिँ अब बोर्ड चढ्दैछौँ सो मामा माइजू अनि बहिनी यता चाहिँ हामी 3 जना भएर अनि लाइक हामीलाई चाहिँ डर लागेको छ किन भन्दाखेरि we don't know how to boat हामी चाहिँ 3 जना भएर यो बोट सवार गर्दैछौँ है यो चाहिँ नयाँ ठाउँमा आएर आजै यो बोट चढ्न पाउँदा पनि हामी चाहिँ एकदम हर्ष उल्लासमै छौँ we are so excited so guys bye bye guys के भन्छ हामी चाहिँ चढिसकेका छौँ मोर गर्न सक्छौँ we don't know ओइ यता एकदमै रमाइलो भएको छ ओभरटेक टाइपको हैन कस्तो खतरा रमाइलो भएको छ You can see. So guys, हामी चाहिँ बोटिङ गरेर हाम्रो चाहिँ घाँटी पनि दुख्न थालिसकेको छ हजुरहरूलाई चाहिँ कस्तो छ के छ ठिक छ नि यता चाहिँ एकदम ह्याप्पी फेस वाला हुनुहुन्छ एकदम रमाइलो भयो उता दिदी बिनाजु पनि आइसक्नु भएको छ गाइस नमस्ते वेलकम जापान ह्याप्पी न्यू इयर बिनाजु सो गाइज अनि हामी चाहिँ घुमघाम गरेर फोटोसोटो सुट गरेर अनि चढेर हाम्रो खुट्टा पनि धोइसक्यो लास्ट गाह्रो भयो होइन हजुरलाई होइन सो हामीले चाहिँ भ्लगलाई चाहिँ यहीँसम्म राख्नेछौँ अब अर्को भिडियो कहिले हुन्छ आई डोन्ट नो आई हेभ नो आइडिया सो त्यति बेलासम्मको लागि चाहिँ अहिलेको लागि चाहिँ म बिदा मार्दै बाई बाई गर्न चाहन्छु हस्त धन्यवाद नमस्कार